हिँड्नुपर्छ साथी। ओहो साथीहरू नमस्ते सबैजनालाई। गुड मर्निङ टु माई भिडियो, वेलकम टु माई भिडियो। ओ सरी आई मिस्टेक। अनि हामी चाहिँ यो ठाउँ हेर्दैछौँ है। वाइल्ड झाडी छ, अब कुदाउने बनाउनु पर्यो। अनि हामी चाहिँ आज यसो ट्रेल सरसफाइमा आएको छौँ होइन। ट्रेल सरसफाइ गर्नु पर्यो नि त, चलाउनु पर्यो। अझै हामीसँग चाहिँ फेरि मेन पावरहरू थोरै छैन है। दाईहरू हुनुहुन्छ, टेक दाईको दाई साथीहरू। अब यस्तो छ बिफोर, अब एकछिन पछि ल आफ्टर चाहिँ यो चाहिँ यता नयाँ लाइन। अनि यहाँ चाहिँ अलिकति रुट सेक्सन छ। सरी ल, रुख काटेको होइन है, गलत बुझ्ने कुरा नबुझेपछि मनमा पिर त पर्ने नै भयो। है यो सेक्सनबाट चाहिँ जसले बेसी भित्ता चेपो राइट चेपो काम भइहाल्यो। यताबाट सट्ट लगाएर यो चाहिँ साथीहरूलाई थाहा पनि होला, किनभने यो ट्रेल गरि नै राखेको ट्रेल हो। अनि त्यस्तै छ है साथीहरू, हामी भित्रै छौँ जङ्गलभित्र। हाम्रो आज ग्याङ ठुलै छ। हाम्रो सुरेश सोल्टी जोसमा हुनुहुन्छ, होस्टै नखुवाम है। सकेको छौँ हाम्रो दाईहरूसँग। र यो कहाँबाट फेरि मरेको ठाडो आइपुग्यो। मरेको ठाडो यो अब यसलाई व्यवस्थित गर्दैछु। माटो थप्नु पर्यो। यता माटो हालेर यता काठ हाल्नु पर्यो होइन। छोड्नु दाजु, कति मजाले काटेको हौ। फल्नु चाहिँ कत्रो टाइम लाग्यो। हो दिस इज बोय सुरेश। दाजुको नाम के परे? रामकृष्ण ढकाल त होइन, फेरि रामकृष्ण श्रेष्ठ है। जेपिटी बोल्नु मिलेन है। लडेको ठाडोमा पनि, लडेको रुखमा पनि हामीले मर्मत सम्राट भइसकेको छ। यहाँबाट आएर उख्रो पनि हुन्छ, तर भर्सक नउख्रिनु नलड्नु। राइट, हाम्रो दाइहरू लागिराख्नु भएको छ काममा। चिप्लिन सक्छ भनेर थोरै तपाईँहरूलाई यस्तो के भन्छ अरे यसलाई, गाडीमा चाहिँ ब्रेकर है। ब्रेकर बनाइदिएको छु, ब्रेकर। यहाँबाट सट्ट जाने त। एन्ड दिस इज मी जिमी। ल ल हुँदैछ है। कुवेतमा त यस्तोमा काम लगाइदियो यार। अरू कस्तो मेन पावर होला है। कुवेतमा अरे सुरेश सोल्टी हाम्रो दाईहरू मस्त काम गरिरहनु भएको छ। अनि हामी पनि यो अब कहाँ हो है, यो चाहिँ एकदम नयाँ छ। सो वी ग्याट टु फाइन्ड दिस थिङ। अनि हामी चाहिँ छौँ यत्तिकै। अलराइट, टेक दाई भन्दा एक स्टेप ठुलो दाई है। भन्दा एक स्टेप भाइ। ए भाइ चाहिँ त्यही त, एक स्टेप ठुलो। साल दाइले एक्लै बोकेका हुन् के अरे, कडा हो। राइट, पुल बनाइदियो। म यसरी बोक्नु सकेको थिएन ल। स्ट्रङ्गेस्ट म्यान हाम्रो दाई। र हामीले पुल बनाइसक्यौँ, जसमा नाम लडिन्छ फेरि। राइट, यहाँदेखि थोरै रोड निस्क्यो। थ्याङ्क यू। उससे भी बुरा। So this is the new line. Check out for the new line, guys. It's an amazing line. You go through that way. हिँड्नुपर्छ साथी। So न्यू ट्रेल, न्यू लाइन। यहाँदेखि यस्तो आयौँ हामी।
र हामी हल्का गलेको हो कि जस्तो भएको छ बट इट्स ओके सो यहाँ लागिपर्नु भइरहेछ दाइहरू मेरो साथी तल के खोजिँदैछ कन्दमूलहरू जङ्गली दाइहरूको कडा मेहनत पश्चात हामी निस्किसक्यो मुखमा निन्जाको मुखमा so this is gonna be new ninja trail and which is amazing. All right, काट्यो हात दाइ बल्ल मेरो त अघि काटेको मेरो दाइहरूको ठिक छ नि यो कुन अन्तिम भयो लतक लुतुक त हुनु भएको छैन केको अन्तिम यो भनेको निन्जाको अन्तिम हैन आदि हो के दाइ त्यो त जाने हो के रहेछ दाइ यस्तो हेर्नु न कस्तो हुन्छ है दामी भयो ल निस्किसकेको छौँ हामी गोल्ड ट्रेलको मत सम्भार भइरहेछ हाम्रो साथी अगाडि दाइ हाम्रा दाइहरू अनि अनुहार नपरेको म भन्दिनँ दिस इज मी जिमी सो त्यहाँ तलतिर यस्तो सर्प जस्तो सेक्सन हामीले कडा बनाइदिएको छौँ अब पनि कम्प्लेन आउँछ होला भनेर भन्न चाहदिनँ म All right, let's go body, see the body, dance. This is the way we go. के हो यार साथीको झोला क्या हल्का हुने ल भिडियो मेरो दाइ आउनु भयो टक्क यो यहाँको लागि उयो भत्काम दाइ हान्दै जान लाउनु झ्याप गुड बाई गुड बाई दादा अब बेलचाले हल्का सोर्दियो भने पुग्छ काम त्यसको भयो दादा आमेसमा आइहाल्ने क्या दाइ चाहिँ फेरि पर्दैन दाइ ढुङ्गा त्यसलाई त्यहीँ दाइ बरु यो माथिको माटोहरू नि एकरो तानिदिनु न ओके दाइ डन अब दिने मात्र हो खोइ त उफ्रिम दाइ भिडियोको लागि रहेछ यो मासुले रन्डा कामै गर्दैन खाना भनिराख्छु है सबलाई कति आदि भयो दाइ आदि त पुग्यो हैन चिकन खाम है सो यो सेक्सन त याद होला उल्टोबाट गर्दैछु राम्रै छ हो तपाईँले आरामले राइड गर्न सक्नुहुन्छ यसमा त्यहाँबाट आएर ठिकै छ यस